यो व्हाट्सअप ग्याङ के छ खबर तपाईहरुको साथीहरु तपाईहरुलाई मुटुदेखि नै धन्यवाद यार। दर्याम वाला भिडियोमा एकै दिनमा लगभग 200 भ्यू कटाइदिनु भयो। थ्यांक यू सो मच यार। सबैजनाले यस्तै गरी नै आफ्नो गाँड फाड प्रदर्शन गर्दै राख्नु होला। थ्यांक यू सो मच यार। यसरी नै सपोर्टका कुराहरु गर्दै राख्नु होला। अनि आज हामी यार एउटा बाख्रीको झाँटको बालको बारेमा के बातचित गर्नेवाला छौं। यो भिडियो हेरेर कसैको गुल्लो सिरिङ नहुन गएमा म जिम्मेवारी हुनेवाला छैन। सो साइडमा ग्लुकोजको डब्बा राखेर यो भिडियोलाई हेर्नु होला। यदि चाकको छेदबाट कसैको हावा आउन थाल्यो भने त्यो डब्बा आफ्नो गाँडको छेदमा हालेर बुझ्नको लागि। सो भिडियोलाई सिधै सुरु गर्दिम। फाइनली भिनाजु भेटियो जुत्ता लुकाउनलाई रेडी हो नछै कोनो सवाल आहा लड़की छे बवाल करे छै कमाल आहा के लागि सफल गेल छी हम लन्डन से नेपाल। हैन यो अपाङ्गलाई कुन रोगले ग्रसित बनाएको छ यार। यसलाई कोही लखनऊतिर पठाइदेऊ। यसको रोग त नेपालमा निको हुनै सक्दैन। हैन यसले फर्स्टमा गर्न चाहिँ खोजेको के नाकले के उभिन खोज्दैछ। कसम यार यो पृथ्वीवासी त हुँदै हैन। एउटा स्वस्थ मान्छेको जीवबाट यस्तो खतरनाक कला चुतियापा कला त कदापि निक्लिन सक्दैन। त्यसैले यो कुनै जुपिटरवासी हो कि मार्सवासी हो यार। नेपाल सरकारसँग माग राख कोही स्पेसशिप ल्याऊ भनेर यसलाई जहाँ हो यसको ग्रह त्यही पुर्याइदेऊ यार। पृथ्वीमा बसेर त यसले धेरै नै चुत मचाइसक्यो। त्यसैले यसलाई आफ्नै मातृभूमि प्रस्थान गरिदेऊ केटा। मोबाइलमा ब्यालेन्स सकियो, चार्जर छैन, टाइम छैन। व्हाट डु यु मिन बाइ ब्यालेन्स सकियो, चार्जर छैन, टाइम छैन? बोल्न मन छैन भने छैन भन्न सक्छु, नत्र मलाई अनेक बहाना गरेको मन पर्दैन। वाह यस्तै एक्टिङ त नेपाली फिल्म इन्डस्ट्रीमा खाँचो छ। यस्तै एक्टिङ गर्यो भने भाइ हिरोइनीको सट्टा पुतला खडा गर्नुपर्छ तेरो अगाडि। जिउँदो हिरोइनी भयो भने त तेरो काखीको रौँको दुर्गन्धले त त्यो त्यही नै बेहोसका कुराहरू हुन्छे। हातैमा उठी खुसैको लाउली केही छैन सिन्दुर हुसैको लाउली हाम्रो सँग जोडिने फुला भन्दैमा हुन्छ ढुकुले छोपी फुलाको फुला के जमा हुन्छ उकाली ओराली भन्दैमा लाकोरी बत्ती बचाउँदारे उडायो बाथुरीले दिलले भुतरी उडायो बाथुरी भोसडी के बेटे अबे त घोडाको गुल्लो होस् भाइ एक काम गरिस् अबबाट त उमेर हेरेर मात्र केटीलाई आफ्नो भिडियोमा खेलाइस्। यसलाई त केवल छेद भए पुग्छ चाहे जस्तो केटी नै किन नहोस्। हेर्न हात यस्तो गरिरहेछ मासाले मुजी। यो त मुजी नेपालकै सबैभन्दा वान्टेड बोका हो। कसैको बाख्रीहरू भर्ना गराउनु छ भने अब बहेर जातको बोकाको आवश्यकता पर्दैन। यो जहाँ छ त्यहीँ ल्याइदिनु होला साथीहरू। अनि भर्नाका कार्यक्रमहरू पुरा गरिदिन्छ यो भोसडी के बेटेले। सुन न मिलिना बेबी, इंग्लिशमा 7 नेपालीमा 7 समाइदेऊ मेरो हात मिलिना, तिमीलाई जिन्दगी भर दिन्छु मिलिना माया साथ माया। त मेलु होइन कोही केटी पनि पाउँदैनस्। तेरो केटी देख्ने बित्तिकै केही त उठ्दैन होला। मलाई आफै भन यस्तो बिजुलीको पोल जस्तो जिउ बनाउन यसलाई कम्तीमा पनि 2 चोटि छोल्नु पर्ने हुन्छ। तपाईहरुले एक काम गरिदिनु होला, यसलाई जहाँ भेट्यो त्यही गोजीमा ढुङ्गा राखिदिनु होला भाइ यार। वैशाख जेठको महिना चलिरहेछ। यदि आँधी हुरी आएर यसलाई उडाएर इन्डियाको बिहारतिर पुर्याइदिन सक्छ। त्यसैले यति चाहिँ समाजसेवाका कुराहरू गरिदिनु होला। यसलाई जन्मदै मर्छ भनेका थिए डाक्टरहरूले, किनकि जन्मदै एउटा अन्डा ठुलो अर्को अन्डा चाहिँ सानो भएर जन्मेको थियो अरे। मलाई पनि यस्तै लाग्छ। यसको अन्डा मात्र होइन यसको दिमाग पनि एउटा ठुलो अर्को चाहिँ सानो, मतलब छँदै छैन। यो यति सेक्सी रहेछ भन्ने कुरा घोडाले पनि महसुस गरिसक्यो। मतलब कोही हुन्छ कोही घोडामाथि चढेछ त्यसको इन्जन यसरी खडा भइरहेछ जसरी कुनै यति हट केटी अथवा घोडी त्यसको माथि चढेछि। भाइ यार होस गर होस, त घोडाको माथि बसिरहेको छस् भाइ यार। यदि तँलाई मिसिनेरी कटमा त्यसले हाल्यो भने फेरि तेरो मुखबाट डाइरेक्ट छिर्न सक्छ झागबाट आएको कुरा। कोही केटीहरू छ टुल्डो बेबीलाई मन पराउने, के गर्ने माया भन्न नि डराउने सन्देह माया।
तँ भोसडी न केटीलाई सेटिस्फ्याक्सन दिन सक्छस् न त कमाएर पैसा नै दिन सक्छस्। तँ भोसडी केसँग केटीहरू आएर गर्ने चाहिँ के गर्छन् के तेरो काखीको रौँको गन्दा सुन्छन् भोसडी। केही भाइ गएर कामधन्दा गर कि जा रेलको पट्रीतिर आफ्नो बरु काण्ड मराएर त गुजारा गर आफ्नो जिन्दगी। दूषित शरीर बनाछस् जस्तै कि दूषित पानी पोखरी हो। यसलाई उडिरहेको चराले त पत्ताउँदैन, उडिरहेको चराले त छेरेर चल्दिन्छ। केटी त भाइ 7 समुन्दर पारको कुरा हो यसको लागि। यो बकुलो यति रन्डो छ बाटोमा हिँड्ने जति वर्षको स्त्रीलाई पनि छोप्दै टिकटक बनाउने प्रस्ताव राखिरहेको हुन्छ। यदि यो भिडियोमा यार 1000 भ्यू आयो भने कसम होइन फेरि पनि यसको झाकमा औँलो किलकिलाउनेछौँ। फेरि पनि होइन यसको लागि भिडियो बनाउनेछौँ यार। त्यसैले सबैजना मिलेर दबाएर सेयर गरिदेऊ, दबाएर लाइक गरिदिनु होला। अनि हाम्रो भिडियोलाई मन पर्यो भने होइन तल मिठो कमेन्ट ठोकिदेऊ यार। भिडियो बनाउन कस्तो मेहनत लाग्छ तपाईँहरूलाई नि थाहा नै छ। यस्तो गर्मी छ यार, गर्मी बढिरहेको छ यार। मजाले सिपसिपानी बनाएर खाऊ, जे बनाएर खाऊ। फ्रिज खोला यार आफ्नो कोठामा, जे गर्नु छ मजाले बस। दबाएर भिडियोलाई सेयर गर। हस् त धन्यवाद यार। यति बेलासम्म भिडियो हेरिराख्नु भएको छ भने ठुल्लु बेबीलाई यार जाऊ कोही गएर यसको गोजीमा ढुङ्गाका कुराहरू राखिदेऊ यार। जेठ वैशाख महिनाको कुरा हावाले उडाएर कतै बिहारतिर लगिदेला। यत्तिकै त समाजसेवा चल्छ। हस् त धन्यवाद।